हेलो गाइस, हेर्नु न आज चाहिँ कस्तो जाडो छ कि हिउँ परेछ बाहिर। अनि यो जाडोलाई अब हुन्छ नि मौसमले च्यालेन्ज गर्यो मलाई आज भन्ने जस्तै भइरहेको मलाई चाहिँ। अनि जाडोमा केही न केही बनाएर खाऊँ न भनेर चाहिँ आज चाहिँ म लागे किचनतिर। अनि किचनमा चाहिँ म पहिला एउटा बोलमा अनि पिठो लिन्छु। अनि पिठो लिएर त्यसमा चाहिँ माथिबाट घिउ हाल्छु। अनि घिउ हालिसकेपछि थोरै स्वाद आफूलाई कस्तो मनपर्छ गुलियो चाहिँ भनेर अनि चिनी नै आफ्नो स्वादअनुसार हाल्छु। अनि त्यसलाई हालिसकेपछि हल्का म्यास गर्छु, कचक कचक कुचुक कुचुक गरेर म्यास गर्छु। म्यास होइन है, आलु पो म्यास गर्छु गाई, के बोलिहाल्न मैले। मतलब त्यसलाई गर्ने के मिच्ने होइन मुस्ने। अनि हेर्नु न गाइज, मेरो चाहिँ थोरै घिउ मात्रै थियो। अनि त्यो घिउ निकाल्ने जुक्ति चाहिँ मैले डेन्ची रेन्चीमा तताएर गर्ने जुक्ति गरेको कि है। अनि डेन्ची रेन्चीमा 1 मिनट राखेको बोतलले कुचेछ भनेको गाइज, के गर्ने होला। म त ढङ्ग नि छैन क्या, मेरो त ढङ्गको ढ पनि छैन है। अनि यत्तिको भइसकेपछि चाहिँ अनि एकछिन रेस्ट गर्न राख्नुपर्ने हुन्छ। अनि मैले चाहिँ यता पोज दिनुपर्ने हुन्छ। अनि एकछिन पोज दिएर सकिसकेपछि चाहिँ अनि म लाग्छु यता मेरो डोलाई फेरि पनि बेल्नतिर। अनि त्यो डोलाई चाहिँ थोरै गरेर अनि बेल्दाखेरि चाहिँ नर्मल तपाईँलाई गोलो नै चाहिन्छ भन्ने छैन गोलो बनाउनै पर्दैन यो यसको लागि चाहिँ। तर म चाहिँ कस्तो जेउजु छ क्या है मेरो त्यो किचन स्किलहरू चाहिँ। भनौँ न, रोटी बेल्ने तरिका हेर्नु न मेरो। यस्तो गोलो रोटी कसले बनाउँछ अहिलेको जमानामा? कसले बनाउँदैन नि गाई, मैले बनाउँछ। अनि त्यसलाई चाहिँ मैले साइडबाट चाहिँ अनि काटेँ, किनभने अब मैले बनाउनु लागेको कुरा चाहिँ अलिकति यस्तै सिपको हुन्छ नि त। अनि त्यसलाई चाहिँ मैले कट गरेँ। अनि त्यसलाई फेरि बिचबाट नि कट गरेर अनि त्यसलाई चाहिँ बटार्ने। अनि बटारिसकेपछि चाहिँ हाम्रो सेप चाहिँ रेडी हुन्छ। मैले बनाउनु लागेको कुरा चाहिँ के होला गाइज, एनी गेस कमेन्टमा गर्नु होला है। अनि एउटा प्यान लिएँ मैले। अनि त्यो प्यानमा चाहिँ मैले तताउन हालेँ। अनि तताउन हालेर अनि त्यो खाप्सीलाई हाल्दै त्यहाँनिर एकछिन फ्राई गर्नुपर्ने हुन्छ गाइज। यसमा चाहिँ एकदमै पेसेन्ट भन्ने कुरा चाहिन्छ है, धैर्य भनिन्छ नि होइन। सबै कुरामा धैर्य गर्न सकिँदैन, धैर्यमा सबै कुरा गर्न सकिन्छ भनेर भन्ने एउटा भनाइ चाहिँ हिजो मैले कतातिर टिकटकतिर पढाए जस्तो लाग्थ्यो होइन। हो त्यस्तै धैर्य गर्नुपर्ने हुन्छ गाइज। अनि के यो खाप्सी देखेर चाहिँ मलाई चाहिँ कस्तो बाबाको याद आइरहेको कि। सानो हुन्थ्यो नि हामी सानो हुने बेलामा बाबा काठमाडौँतिर जानुभयो भने होइन, बजारतिर जानुभयो भने चाहिँ अनि यस्तै भरेखरमा फर्किने बेलामा खाप्सीहरू अनि हुन्छ नि जेरीहरू, समोसाहरू, फलफुलहरू बोकेर आउनुहुन्थ्यो क्या। अनि मलाई चाहिँ एक दिन त्यो खाप्सी लिएर आएर दिनुभएको याद छ क्या। अनि यो चाहिँ खास गरी चाहिँ यो लोसारतिर खान्छ क्या। अनि मैले अस्ति नै लोसारमा बनाएर खान्छु भनेर सोचेको थिएँ, तर म लोसारको बेलामा नि बिरामी भएको थिएँ। आज पनि सन्चो चाहिँ छैन खासै। सन्चो नभए पनि यसो खाने कुराको लागि चाहिँ जाँगर अलिअलि चाहिँ लाग्दो रहेछ होइन। अनि अब यो खाप्सीसँग खाने के त भन्दाखेरि यो चना मैले चाहिँ यो सुपाबाट लिएर आएको थियो कि चना, मिठो लाग्छ। अनि यो चना देख्न साथै चाहिँ त्यो पिकनिकतिर हुन्छ नि, त्यो हाम्रो गाउँमा चाहिँ अब पिकनिक स्पोट धेरै छ नि त। अनि पिकनिकतिर त्यो के अरे पिकनिक खानाको मान्छेहरूले त्यो दाल जसरी बनाएको हुन्छ नि त यसलाई, अनि त्यो बनाएको चाहिँ खाएको चाहिँ याद आउँछ क्या। अनि यसरी नै मैले चाहिँ आफूलाई आफ्नो रुममा जे सामग्री चाहिँ अनि त्यति हाल्दै बनाएँ मैले। सौदा, निम्बु अनि त्यसपछि टमाटो पेस्टो होइन,
अनि त्यस्तै लगायत मरमसलाहरू हालेर अनि मैले एकछिन फ्राई गरेँ अनि फ्राई गरिसकेपछि भुट्न छाडेर अनि यसलाई चाहिँ मैले अनि चना हालेँ अनि चना चाहिँ मैले एकछिन भिजाउन राखेको पनि पुरा त्यो आइस भइरहेको रहेछ कि डिफ्रिजबाट चाहिँ निकालेँ होइन त्यस्तै त हुन्छ अनि चाहिँ गाइस अहिले चाहिँ आजभोलि चाहिँ भ्यालेन्टाइन्स विक भइरहेको नि त अनि भ्यालेन्टाइन्स डे चाहिँ हिजो फर्स्ट डे रोज डे थियो नि त अनि हिजो रोज डेमा चाहिँ कसले रोज पाउनुभयो है कसले रोज डेमा रोज पाउनुभयो अब भाग्यमानी नै हो हामीले चाहिँ आजै प्रपोज डे भइसक्दाखेरि नै प्रपोज पनि आएन हिजो रोज डेमा रोज पनि आएन म चाहिँ यो भिडियोबाट चाहिँ मेरो बोयफ्रेन्ड दाजुलाई छिटो मलाई भ्यालेन्टाइन डेमा चाहियो प्रपोज रोज के हुन्छ अब भोलि टेडी हो कि फेरि हो के डे हो चाहियो है मलाई गाइज यसो कमेन्टमा मेन्सन गरिदिनु होला मेरो बोयफ्रेन्ड दाजुलाई अनि खाप्सी र केरागुडी चाहिँ म खाएर अनि अब चाहिँ म पल्टिन्छु एक निन्द्रा सुत्छु अनि फेरि उठेर फेरि खाना बनाएर खान्छु है